यहाँनिर चाहिँ हामी उता घर बस्दाखेरिको कुकुरहरू गेटमा आछ कि मलाई बाटोमा देखेर चिनेर अनि मैले यिनीहरूलाई चाहिँ बिस्कुट दिन लागेको छु। ल हेर सुसु गरेँ फेरि। हेलो, ओ माई गड, मलाई चिन्यौ? ल बिस्कुट खाऊ। खान्छ कि खान्न बरु? आम्मो खान्नौ? हातैमा दिने हो र? ल ल ए यो बिस्कुट त खान्नौ र? लौ 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 छिटो। आमामामामामा नखाने भएपछि त म के गर्नु होला? चिन्यौ मलाई? ओ कति क्युटी। खाऊ खाऊ खाऊ, गुड गर्ल। चिन्यौ मलाई? हो आमामामा कति माया लाग्दो होला। लौ वाउ सो प्रिटी। चिन्यौ मलाई? चिन्यौ? डरपोको आऊ आऊ। लौ 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 लौ। छोरीलाई स्कुलबाट लिएर आउँदै थिएँ, बाटोमा देखेर मलाई चिनेको। आज धेरै समयपछि भेट भयो हाम्रो, लगभग 6-7 महिनापछि होला है। है खैरु आऊ न है, आऊ। ओहो नि कस्तो भोक लागेको रहेछ। लौ 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 लौ। कस्तो माया लाग्ने के गर्ने होला। सबै खाइसक्यो। कस्तो ज्ञानी, कति माया लागेको है। पुगेन अर्को खाने फेरि?